जिन्दगीले कहाँ पुर्यायो चौरातामा पुर्यायो। क्या गीत गायो उसको? ठिकै छ? बिसन्चो पो छु नानी। अन्त के हो यो पुरा यादमा डुबेको छु? हजुर पुरै चाम्लाम चुम्लुम डुबेको छु नि यादमा। ओ यस्तो दामी भ्यू हेर्न भक्ति। यतिखेर चाहिँ दामी हुन्छ यो सोम यो विल अफ सोमदेखि लेखेको चाहिँ उता चाहिँ दामी हुन्छ त नानी। ए छोडिदिनु नमिलाएको मिलान हौ। अन्त विवेक जिन्दगी कस्तो चल्दैछ? बिहा गरेको जिन्दगी कस्तो चल्दैछ भनेको? राम्रै चल्दैछ अहिले त घुमाइ छ। राम्रो चल्दैछ। राम्रै छ? राम्रै छ। अन्त बुहारीहरू? राम्रै छ। राम्रै छ है? राम्रै। विवेक जिन्दगी भन्न भन्दा अरे भक्ति अरे जुवान त रे विवेक जिन्दगी कस्तो छ अनि कहिले यस्तो चाहिँ अहिले भर्खर आएको कस्तो चल्दैछ अनि? राम्रो चल्दैछ बिहा गरेर यस्तो भन्दैन है। मजा आउँदो रहेछ। होइन यसो एक्सपिरियन्स त हुन्छ होइन? बिहा त गर्नु पर्यो नि त हामी। अम्बो ए केटाहरू कति छिटो आइपुग्छ तिमीहरू त? भर्खर आएको हामी। उयोलाई सोध्न भन्दै थिएँ यस्तो गरे अरे उयोले। ए 3-4 महिनामा थाहा छैन तँलाई? अलिक कता कता सुनेको थियो। अन्त तेरो वैवाहिक जिन्दगी कस्तो चल्दैछ? दामी चल्दैछ त वैवाहिक जिन्दगी। दामी होइन त भक्ति मेरो वैवाहिक दामी वैवाहिक जिन्दगी दामी चल्दैछ। बाउले के छ? दाम छ कि वैवाहिक जिन्दगी तिमीहरूको? होइन तैँले चाहिँ के गरे? वैवाहिक जिन्दगी मलाई के थाहा यस्तो बर्बाद पार्छ भनेर। वैवाहिक जिन्दगी न राम्रो खुवाउनु खानु मा त फेरि त्यसकै कलर। आउँदैछु बुढी आउँदैछु। वैवाहिक जिन्दगी न राम्रोसँगले डुल्नु पाउँछु न राम्रोसँगले घुम्नु पाउँछु न राम्रोसँगले खानु पाउँछु। अनि आउँछ वैवाहिक जिन्दगी कस्तो हुनुहुन्छ भनेर। वैवाहिक जिन्दगी लथालिङ्गै छ। एकपल्ट विवाह गरेर हेर्न तँ होला छिनाहरूले बुढीको ल्याङ ल्याङ जिन्दगी लङफ्याङ साला। वैवाहिक जिन्दगी लैजाऊ भगवान मलाई पनि तपाईँसँगै लैजाऊ। यो संसारमा बस्नु मन लागेन। संसार वाक्कै लाग्यो तर मलाई मात्र होइन भगवान। यो छुत्या 3 जनालाई पनि लानुहोस् है ल भगवान।